हुँदैन। किन लानु त्यसलाई? खुरुक्क तपाईँ मात्रै जानुस् न। हेर बुढी, मामा माइजूले के हालिदिन्छन् त्यसलाई पनि लिएर जान पाए। तपाईँलाई मात्रै सजिलो भएर हुन्छ कि क्या हो? यहाँ चाहिँ घरको काम कसले गर्छ? बरु जति सक्नुहुन्छ त्यति लिएर आउनु। जानु कि छिटो, गाडी छुट्ला नि फेरि। किन गफे मात्रै गरेर बस्नु भएको? खोइ त, तिमीले त गाडीले हरन बजायो भन्थ्यौ त, म त सुन्दिनँ त। तपाईँलाई भन्नु हरन बजाइ गर्छ नि, अघि नै बजाइरहेको थियो। गयो कि के थाहा? हत्तेरिका। ल बुढी, म गएँ। बल्ल गयो नि बुढा। अब भने आनन्द आयो। अब आजको दिन चुपचाप बस्छु। भोलि बिहानै पुकुली छैन, कता गई भनेर हल्ला फिजाउँछु। त्यसपछि त कसले के गर्ने मलाई शङ्का। छोरी जुनेली, आज बिहानै त मैले त कस्तो नराम्रो सपना देखेँ नि। हो र बाबा, कस्तो सपना देख्नु भयो र? खै कस्तो हो त्यो पुकुलीको विषयमा हो, खै कतै के हुन हो कि। मलाई त कस्तो डर लागेको छ नि छोरी। हे बाबा, तपाईँ पनि सपनाको कुरा लिएर विपन्नमा डर मारेर हुन्छ त? सपना त सपनै हो नि। ओहो ठुल बाबा, जुनेली यहाँ त भर्खर चिया खाने बेला भएको। हेर न, बिहान उठेर घरको काम गर्दा यताउता गर्दा ढिला भयो हेर्न। होइन, ठुल बाबालाई सन्चो छैन कि क्या? खोज्दै हुनुहुन्छ त। के गर्नु त छोरी, अब बुढेसकाल लाग्यो, बेला बेलामा शरीरले न्यु खोजिरहन्छ। त्यही त ठुल बा, नआत्तिनुहोस्, केही हुँदैन। कहिलेकाहीँ त बिरामी भइहालिन्छन्। अनि जुनेली, म त जङ्गल गएर घाँस ल्याउँ कि भनेर आएँ कि नि। हेर्न उजेली, जानु त हुन्थ्यो। बाबा हिजो तल्लो गाउँ जानु भएको, सास बढ्यो भन्दै हुनुहुन्छ। खाना पकाउनु पर्यो। फेरि हेर्न, घरमा काम लथालिङ्ग छ। बरु खाना खाएर दिउँसो जाँदा हुँदैन? ए ल त नि, त खाना बनाउँदै गर, म जङ्गलको छेउछाउ गएर घाँस लिएर आउँछु। अनि फेरि खाना खाएर जाउँला नि है। ल